लुम्बिनी प्रदेश स्तरीय 16औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत आज दाङमा भएको दोस्रो दिनका खेलहरू सम्पन्न भएका छन्। महिला र पुरुषतर्फका भलिबल, कबड्डी, उसु, एथलेटिक्स लगायतका विभिन्न खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिताको तेस्रो दिन भोलि समापन हुनेछ। लुम्बिनी प्रदेशका 12 जिल्लाबाट सहभागी खेलाडीहरू बीचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ। कबड्डी र उसुका खेलहरू घोराएको स्केट पार्कमा भइरहेका छन्। खेलहरू हेर्न दर्शकहरूको उल्लेख्य सहभागिता रहेको छ। लुम्बिनी प्रदेश स्तरीय विभिन्न खेलहरू दाङमा पछिल्लो समय भइरहेका छन्, जसले गर्दा दाङमा खेलको माहौल राम्ररी सिर्जना गरिरहेको छ। विभिन्न जिल्लाका खेलाडीहरू नियमित जसो दाङमा आएर प्रतिस्पर्धामा सहभागी भइरहेका छन्। खेलबाट उत्कृष्ट हुने खेलाडीहरूले सम्मान, पुरस्कार, मेडल प्राप्त गर्नेछन्। खेल र खेलाडीहरूलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिता आयोजना गर्ने गरिएको लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव तीरन्दाज गौतमले जानकारी दिनुभयो।